करिब 2/3 सिटसहित निर्वाचनमा सफल हासिल गरेको राष्ट्र स्वतन्त्र पार्टी नयाँ सरकार गठनको तयारीमा जुटेको छ। पार्टीभित्र अहिले सरकार गठन र मन्त्री परिषद निर्माणबारे अन्तरिम छलफल तीव्र रूपमा चलिरहेको छ। चुनाव अघि भएको सहमति अनुसार वरिष्ठ नेता बालन शाहको नेतृत्वमा मन्त्री परिषद गठन गर्ने विषयमा पार्टीभित्र सहमति भएको बताइएको छ। हाल राष्ट्रसभाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ। पार्टीले जनताले दिएको स्पष्ट जनदेशलाई सम्मान गर्दै सक्षम र काम गर्न सक्ने संसदलाई मन्त्री बनाउने तयारी अगाडि बढाएको छ। राष्ट्रसभाकी सहायक प्रवक्ता प्रतिभा रावलका अनुसार कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने औपचारिक छलफल भने अझै सुरु भएको छैन। उनका अनुसार पार्टी नेतृत्वबीच नियमित भेटघाट र छलफल भइरहेको छ। उनले भनिन् सरकारमा को मन्त्री जाने भन्ने विषयमा औपचारिक छलफल सुरु भएको छैन। जनताले दिएको म्यान्डेटका आधारमा सेवा प्रभावकारी बनाउन सक्ने व्यक्तिलाई सरकारमा पठाइनेछ। रावलका अनुसार पार्टीको विधान परिमार्जन बारे थप छलफल भइरहेको छ। विशेष गरी संसद दलले नेता चयन प्रक्रियालाई स्पष्ट बनाउन केही प्रक्रियागत विषयको संशोधन गर्नुपर्ने देखिएको उनले बताएका छन्। वरिष्ठ नेता बालन शाहलाई संसदीय दलको नेता चयन गर्न पार्टीको विधानमा आवश्यक संशोधन गर्नुपर्ने अवस्था रहेको स्रोतले जनाएको छ। पछिल्लो 2 दिनदेखि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालन शाह बीच सरकार गठनका विषयमा विभिन्न चरणहरू छलफल भइसकेको छ। रवि लामिछाने अस्वस्थ रहेकाले भेटघाट र छलफल उनकै निवासमा भइरहेको जनाएका छन्। राष्ट्रसभाका केही नेताहरूका अनुसार सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालन शाह दक्ष र विषय विज्ञ व्यक्तित्वबाटै मन्त्री चयन गर्ने प्रस्ताव अघि सारेका छन्। सरकार गठनसँगै मन्त्रालयको पुनः संरचना र प्रभावकारी टिम निर्माणबारे पनि छलफल भइरहेको बताइएको छ। शाह निकट एक सांसद अनुसार 100 दिनभित्रै जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी काम गर्ने लक्ष्य सहित योजनाहरू बनाउने विषयमा छलफल भइरहेको छ। शाहले केही मन्त्री संसद बाहिरका विज्ञ व्यक्तिहरूबाट ल्याइने प्रस्ताव पनि अघि सारेका थिए। तर नेपालको संविधान अनुसार संसद बाहिरका व्यक्तिहरूबाट मन्त्री बनाउन पनि महिनाभित्र संसद बनाउन पर्ने प्रावधान भएकाले अधिकांश मन्त्री निर्वाचित संसदबाटै बनाउनेतर्फ छलफल केन्द्रित भइरहेको बताएका छन्। यसअघि मन्त्री चयनमा पार्टीभित्र सन्तुलित बनाउने विषयमा पनि चुनौतीका रूपमा देखिएको छ। शाहलाई वरिष्ठ नेता बनाएर पार्टीमा ल्याउँदा प्रत्यक्ष र समानुपातिक गरी 40 टिकट वितरण गरिएको थियो। त्यस अनुसार मन्त्री परिषद सहभागिता पनि त्यही अनुपातमा हुनुपर्ने माग पार्टीभित्र उठिरहेको छ। सभापति रवि लामिछानेले पनि आफ्ना निकट नेताहरूसँग यस विषयमा अन्तरिम छलफल गरिरहेको स्रोतले जनाएको छ। पार्टीका नेताहरूका अनुसार इन्जिनियर, डाक्टर, प्राध्यापक र कानुनविदहरू जस्ता विभिन्न क्षेत्रमा विज्ञहरू सांसदका रूपमा निर्वाचित भएकाले मन्त्री छनौटमा दुवै पक्षलाई सहज देखिएको छैन। त्यस्तै समानुपातिक तर्फबाट निर्वाचित केही व्यक्तिलाई पनि मन्त्री परिषदमा समेट्ने योजना बनाइएको छ। राष्ट्रपालले चैत 5 गतेभित्र संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको छ। त्यसपछि मन्त्री परिषद गठन प्रक्रिया अघि बढाइनेछ। सुरुमा केही मन्त्रालय खाली राखेर 2 चरणमा मन्त्री परिषद विस्तार गर्ने सम्भावनाबारे पनि पार्टीभित्र छलफल भइरहेको जनाइएको छ।